यो चाहिँ अस्ति मैले यो कृषक समूह हाम्रो कालिकादेवी बहुउद्देश्य कृषक समूहलाई 15 वर्षको लागि चाहिँ मैले भाडामा दिइसकेँ। कानुनी रूपमा चाहिँ कागज गरिदिइसकेको छु। अब यसलाई चाहिँ यो यहाँ घाँस रोप्ने, उतापट्टि घाँस रोप्ने, यहाँ पानी ट्याङ्की बनाउने, यसलाई हराभरा बनाउने जिम्मा चाहिँ यो कृषक समूहको हो। त्योभित्र हामी पनि छौँ र अब उतापट्टि घडेरी बन्दैछ अनि यहाँ पानी ट्याङ्की मास्तिर बन्दैछ र यहाँ चाहिँ अब यसलाई फाँडफुँड गरेर यो एकदमै तलतिर राजन दाइको पनि छ। यसलाई घाँस रोपेर जस्तै हामी अब माथि पशुपालन गर्दैछौँ भने यो उन्नत जातको घाँस रोप्ने यो ठाउँ हो हाम्रो। यो यस्तो थातथलो पनि चाहिन्छ, नत्र कहाँ पशुपालन हुन्छ। ल हेर्नुहोस्, यो पशुपालनको लागि योग्य ठाउँ छ। यहाँ अस्ति बिरुवा रोपिएको थियो, बिरुवा चाहिँ यो संरक्षण नभएर चाहिँ यो हाम्रो ठुलो कमजोरीले गर्दाखेरि चाहिँ यो भयो। र हामी सबै क्षेत्रबाट सुसज्जित छौँ। माथि पानी बत्ती भएको पनि छ, यहाँ घाँस रोप्ने पनि छ, वन जङ्गल पनि छ, पारिपट्टि पुरै काठको चाहिँ हाम्रो चाहिँ वर्षल्लाहरू छन्। जे गर्न मिल्छ, तर यहाँ फुर्सद छैन भनेर चाहिँ चुबो लाएर बसेर हुँदैन। यहाँ चाहिँ मेहनत गर्नुपर्छ। यहाँ हुन्छ हेर्नु, यो अब यहाँ बसेर घर बनाइयो दुःख गरेर। अरू यसलाई जाने बेलामा पनि मैले छाई गरेर सबै राम्रो गरेर छाएर गएको हो। छाउने दाइ चङ्खे दाइ अझै पनि हुनुहुन्छ, तर अहिले यसलाई बिग्रे पनि केही छैन। यसलाई फेरि बनाउनेमा छौँ।